हेलो गाइज, वेलकम ब्याक टु माई युट्युब च्यानल। आई होप सबैजना सन्चै हुनुहुन्छ होला। म पनि सन्चै आरामै छु होइन। मेरो भिडियो के कस्तो लागेछ होइन, कमेन्ट सेक्सनमा प्रतिक्रिया दिनु होला। केही कमी कमजोरीहरू होइन, मलाई केही नै आउँदैन, त्यही पनि यतिकै बनाइदिइरहेको छु होइन। गाउँमा पनि अब मकै भाँच्ने कार्यक्रमहरू चलिरहेछ। यहाँ राति जुगाले खाइदिएछ त नि यहाँ कस्तो भयो। जुगाले हो कि केले त्यो त थाहा भएन होइन। अहिले चाहिँ साथीसँग तल गोठमा गएर गोरुले घाँस हालेर आयो होइन। त्यो पनि तल मकै भाँच्न छ भनेर गयो। म पनि घरतर्फ लाग्दैछु। गाउँमा के ल अहिले चाहिँ होइन, हामी दाजुभाइ भएर सेरातिर झर्नला हो। त्यस्तो धेरै काम त केही छैन, सानोतिनो काम छ। झट्ट त्यो काम भ्याएर फेरि आउनुपर्ने हुन्छ। धेरै भुल्दैन, गयो खस्स गऱ्यो खस्स आयो। सानो भाइहरूको मकै भाँच्न लाग्छ क्या आज। टट्टा पारेर म सेरा जान्ला होइन। पट्टु र टी सर्टमा चलिदिन्ला। पाएतलाई यस्तो गर्मी के टाइट प्यान्ट छ नि त, फेरि त्यही माथि चुज लास्टै टाइट भयो कि अलिकति अनकम्फर्टेबल भयो नि। आज गाउँ यस्तो छ, गाउँको बाटो यस्तो छ। यो मेरो भाइ चाहिँ होइन। ल के कस्तो हुन्छ बाटोतिर भेट्नुपर्छ। के अरे गरन्ते हो यो? ल अहिले चाहिँ होइन, हामी गरन्तेमा आइपुग्यौँ होइन। थाहा भयो तल यतापट्टि नि बाख्रा चराउनेहरू चाहिँ त भाइ हिँडिरहेछ। म पहाडी पहाडी दाजुभाइ भन्ने मात्रै हो कि, साथी साथी जस्तै हो। यही हो होइन। त्यही ओह्रालो ओह्रालो झार्दैछौँ। उयो माथि त खेल्ने रोपिसक्यो कि त्यो उनीहरूको के लोकेहरूको के हाम्रो गरौँ के त्यो मायाको रङ्गतीले हाम्रो गरु साथ्यो। अनि उसले पैसा थप्यो कति हजार 3,000 थप्यो। रङ्गतीले बेच्नेलाई 50,000 बेच्यो भने सुने है। ए बाख्रा टन्नै रहेछ होइन। बाख्रा आयो भने केटाकेटीहरू त्यही नै हो गाइस। हामी चाहिँ चट्टोपारामा झर्दैछौँ। सेरा बजार पनि आइपुग्न लाग्यो। हेर्न सक्नुहुन्छ तपाईँहरूले सेरा बजार। यही नै हो सेरा बजार। यस्तो छ होइन। म यहाँ छु। ल अहिले चाहिँ होइन, हामीले फोटो बनाउन दियौँ। धेरै लाग्दैन, लाग्यो भने त्यही 300 350 400सम्म भेट्दा फ्रेम अनुसार हुन्छ। अहिले चाहिँ बुझिहाल्छ नि, चिनाएन त्यही पनि। ल अहिले चाहिँ मैले त्यो हिजो बरु त्यो अर्को त्यो उसलाई चाहिँ देखेको थिएँ त्यहाँ के गर्दो रहेछ त्यहाँ ग्राउन्ड छ सेराको। हामी यहाँ हजुरबालाई बोलाउन आएको। कस्तो लजा लजै गरेको यो चाहिँ हेर्नु। यस्तै भ्यू छ यतापट्टि।
हामी चाहिँ एकैछिन बस्छौँ होइन अनि चट्ट गएर फलफुल सलफुल किन्नुपर्ने हुन्छ कस्तो छ त्यसो त भएन हुन हामी चाहिँ छौँ होइन साथमा गएर त्यसो किन्नु अहिले चाहिँ होइन सामान खरिद गरेर क्याट कट अहिले चाहिँ होइन हामी सबै सामान खरिद गरेर धेरै त पाइएन कि फलफुलै राम्रो राम्रो नरहेछ भने त पाइएन 3-3:30 भयो होला आज अहिले म तपाईँहरूलाई फर्सी देखाउन चाहन्छु 3:30 भयो होला बिहानैका 12 बजेतिर अहिले ढिलै भयो होइन हामी चाँडो गाइस म फर्किन्छौँ फर्सी देखाउन चाहन्छु तपाईँहरूलाई तर ढिलै भयो के होला यो गेस सामान चाहिँ यही नै हो के छ होइन सामान मिठो होला यो यही यो के होला भन्नु यो नै होइन हेर्नु होइन यो फर्सी हो कि फर्सी हो कि लौका हो कि के हो भन्नु होला होइन यसो कमेन्ट गरेर अब यही नै हो अहिलेको पार्टमा नि यस्तो हेरौँ न होइन गर्मी चाहिँ गाउँमाको उकालोमा हिँड्दाखेरि गर्मी नै छ यहाँबाट चाहिँ अलिक छिट्किएर रहेछ कि सेरा बजार फेरि म देखाइदिन्थेँ किनकि मैले त्यतातिर भिडियो सुटिङ गर्ने मिलेन कि किनकि त्यस्तै यता र उता दौडिन पर्यो त्यस कारणले चाहिँ पारी भित्रहरू यस्तो छ होइन यतापट्टिबाट देखिन्छ होला सेरा बजार होइन कस्तो छ भने यहाँबाट नि नदेखिने रहेछ अनि तलै जानुपर्छ होला यहाँबाट चाहिँ देखिने रहेछ होइन बल्ल हावा आएन यस्तो छ होइन नदेखिने रहेछ नदेखिने रहेछ होइन त्यही गाइस यस्तै छ पारा हाम्रो बार राख्दैन त्यो चाहिँ त्यहाँ बसिरहेछ यसको भिडियो क्वालिटी चाहिँ त्यस्तो राम्रो त छैन जस हामी अब एकैछिन यहाँ बस्नुपर्ने हुन्छ दाजुभाइ भएर होइन त पसिनाले नुहाउनु परेको छैन पसिना अलरेडी त्यही नै हामी एकैछिन धारा अन्त कम छैन बस्नुपर्ने हुन्छ अहिले चाहिँ होइन प्याक्का प्याक्का भइयो होइन हिँड्न त्यो पानी तिर्खा लाएर चाहिँ होइन है फेरि जस्तै चाहिँ होइन हामी हिँड्न त सक्छौँ होइन यतिलाई नि यार अब कम्तीमा नि त्यसलाई 1600 1170 भनेपछि 1720 हेर्न सामान केही छैन तर केही छैन के यतिकै पैसा मात्रै तर होइन जस काठमाडौँमा भयो चाहिँ त्यो यतिले नि आउँछ अलिक धेरै नै आउँछ होला कि आउँछ अलिक सहर बजार भनेर सहर बजार हो नि त सबै सहर बजारमा यस्तो हुन्छ नि त फेरि सबै ठाउँ हुन्छ होइन कम्पिटिसन अहिले चाहिँ होइन कम्पिटिसनै भनौँ न अब परेर हुन्छ नि थकाइला भन्नाले गर्मी के गाउँमा पनि त्यस्तै सहर बजार जस्तो चाहिँ छैन होइन जे भयो नि गर्मी नै छ होइन भन्नु सकिन्न है राति चाहिँ फेरि बवाल हो यस्तो छ बाटो यहाँ छ भाइ म यहाँ छु पसिना भइयो खेला धन्न कटुर लाएर आएको छ पाइ लाएर आएको त पाकेर मर्दै रहेछ हामी चाहिँ चौतारामा आइपुग्यौँ होइन नमस्ते सर नमस्कार सर सेरा बजार ल अहिले चाहिँ होइन हामी त्यहाँ बसेको ठाउँबाट नि धेरै माथि आइसक्यौँ त्यहाँ बसेर मजाले गफसफ गरेर हामी अहिले स्कुलमा आइपुग्यौँ होइन त्यो चाहिँ म मात्र होइन हामी दुईजना नै पहिला पढेको स्कुल हो कि
ओपु स्कुल पसिना डेन्जर भलिबल खेले नि क्या खेल्न जाने यो चाहिँ यही हो क्या स्कुल चाहिँ यत्रो छ होइन यसलाई चाहिँ डाँडा जक्सन हाम्रो स्कुल प्यारो स्कुल विद्यार्थी नै छैन यही हो क्या स्कुल चाहिँ पसिना पसिना भयो ल ल हामी चाहिँ होइन घरनिर आइपुग्न लाग्यौँ होइन यो चाहिँ गाउँको मिल यहाँ धान सान कुट्न पर्यो भने सबै मान्छे नि कुट्छ यसले सबै कुट्छ होइन हेर्नु है पसिनाले कतिको उ भयो भन्ने कुरो क्यामेरामा त त्यति खासै देखाएन कि रियलमा चाहिँ सबै हेर्ने भाइ यहाँ आउनु होला अहिले रियलमा सबै भिजा होइन त्यही नै हामी चाहिँ अब यताबाट छोडेर यताबाट जानुपर्ने हुन्छ अब 5 मिनटमा घर पुगिन्छ पसिनाले फेलाएर भयो होइन यस्तो लाभा बारामा बसेर ल यिनी चाहिँ हामी टक्क जानुपर्ने हुन्छ अहिले भेटौँला फेरि अहिले चाहिँ होइन हामी घरमा सामान छोडेर एकछिन बसेर पनि फेरि माथि स्कुलतिर भलिबल खेल्न जाने सोच चाहिँ छ होइन त्यो सक्सेस हुन्छ कि हुँदैन त्यो त थाहा छैन त्यहाँ गएपछि थाहा हुन्छ भलिबल होइन फुटबल होला नि कहाँ भलिबल खेल्न हिँड्छ नि ल होइन स्कुल बन्द भइसकेको छ होइन गाइस 4:30 भइसक्यो तर यस्तो भिडियोहरू बनाउने बेला त कि गाइजेर अनि दर्शक बिनहरू चाहिँ यो हटाउनु पर्छ क्या अरू केही नयाँ कुरा ल्याउनु पर्छ कि हेर्नुहोस् नि आज अर्कै ल होइन आजको दिन चाहिँ यतिकै गयो आजको दिन चाहिँ यति नै गयो Look at this guys. Guys भनेको चाहिँ के हो कि खासमा खै नेपालीमा छ नि किन लाउनु न कि त्यो अरूले भनेको कपी गरे नेपालीमा हामी चाहिँ अब माथि गएर के प्लान हुन्छ होइन त्यो चाहिँ देखाउनु पर्छ फाइनली हाम्रो चाहिँ के कुरा भयो भने होइन हामी चाहिँ अब जसरी नि भलिबल खेल्न जानु लाग्यौँ होइन यहाँ आएर एकैछिन 5 मिनट जति डिस्कसन भयो अनि हाम्रो कुरा पनि मिल्यो कि एउटा भाइ चाहिँ हाम्रो मिसिङ भयो होइन त्यो भाइ चाहिँ तुले बाबु हो त हेरिरहेस् भने होइन तँलाई मिस गरिरहेको छ होइन तँलाई बोला त आएनस् फोन गरेको स्विच अफ रहेछ मोबाइल होइन यिनीहरू दुइटा यहाँ अगाडि छन् सानो भाइले त सबै दिपकले छेकिदिएर यतापट्टि क्यामेरा गर्दा यस्तै होइन झाडी अनि हामी चाहिँ चट्टापाडामा जानु पर्ने हुन्छ सिरानीमा फोटो त्यो राख न यहाँको फेरि लोकल चिसो पानी खानु मन लाग्यो भने चाहिँ यहाँ छ होइन यसरी यो चाहिँ पुरै बाढीले गर्दा ऊ भयो त्यो भाइ चाहिँ त्यहाँ छ म यहाँ छु समुद्र फेरि यहाँ छ कि यो चाहिँ समुद्रको बिच हो हामी चाहिँ समुद्रमा खतरा बिच हान्न यतापट्टि चिसा हावा आउँछ होइन अब यो समुद्र पनि पार गरियो धेरै लागेन कि 5 मिनट लाग्यो समुद्र पार गर्न नि अब त्यस्तो त अनि अब हामी गएर भलिबल हान्छौँ कि हान्दैनौँ के कस्तो हुन्छ अब भलिबल खेलेर पनि आमा फ्ल्यास फाल्नु पऱ्यो कि कालो छु नि त अहिले चाहिँ हामी होइन भलिबल खेलेर पनि घर आयौँ होइन त्यता बाटोतिरको भिडियो गर्न पाइयो होइन त्यस्तै भयो अहिले चाहिँ घरनिर आइपुग्नुलाई दिस इज द नेक्स्ट डे होइन हिजो चाहिँ त्यहाँ भलिबल खेलेर फर्किँदाखेरि अलिकति भिडियो बनाउने टाइम मिलेन होइन त्यसैले हिजोको भ्लगलाई आज इन्डिङ गर्दैछु होइन हिजोको भिडियो के कस्तो लाग्यो प्लिज कमेन्ट डाउन होइन त्यही भन्दै जो जति नि नयाँ मान्छेले हेर्नु भएको छ सब्सक्राइब गरिदिनु होला माया गरिदिनु होला होइन अब हेरिसकेपछि लाइक पनि गरिदिनु यही भन्दै आजको भिडियोलाई यतैतिर अन्त्य गर्दै
म पनि बिदा हुन्छु।